ल हेर त साथीहरु आज हामीले बोल्छिलेको जति माछा मार्न सकिला त र आजको मिनी भ्लग सुरु हुन्छ। दिदीले चाहिँ एउटा चरा छुन भएको रहेछ, त्यही पनि बाख्रा चराउनु बगरतिर गएको बेलामा मलाई चाहिँ देख्न आउनु भएको थियो कि चरा हो भनेर। मलाई त थाहा भएन, हजुरहरूले थाहा छ भने यो चराको नाम कमेन्ट गर्नु पर्यो, नबिर्सिनु होला। र धेरै पनि भइसकेको थियो फिसिङ हन्टिङ गर्न नगएको, त्यही भएर चाहिँ म र मिसन आज चाहिँ फिसिङ गर्न जान लागेको थियो। हेर त कतिको माछा मार्न सकिन्छ त। र अझै पनि हाम्रो गाउँघरतिर चाहिँ लोकल गाई पाल्न छोडेको छैन, किनभने चाहिँ आजभोलि चाहिँ जर्सी गाई धेरै जस्तो पालेको हुन्छन् क्या, अब त्यही दुधको लोभ। त्यही भएर चाहिँ धेरै जस्तो गाउँमा चाहिँ लोकल गाई पाल्न धेरै कम भइसकेको छ, मैले पनि देखेको छु, हजुरलाई पनि थाहा भएको कुरा। र हामी चाहिँ खोलामा पनि आइसकेको थियौँ। सुरुमा चाहिँ मैले चारो खने रेडी बनाएँ, त्यसपछि बुल्सीमा लगाएर चाहिँ म चाहिँ माछा थाप्न सुरु गरिसकेको थिएँ। र मिसनले चाहिँ भिडियो गरिदिरहेको थियो, एकछिन पछि एउटा माछा परिहाल्यो के। सुरु फिसिङ चाहिँ फेरि यस्तो दामी माछा देखि भएको थियो। यो माछा चाहिँ हामीले चाहिँ सिद्रा भन्छौँ, तपाईँ बस्ने ठाउँतिर चाहिँ के भन्छ कमेन्टमा भन्न नबिर्सिनु होला। अब चाहिँ हामीले यहाँदेखि थाप्छौँ, हेरौँ यहाँदेखि पर्छ कि नै। त्यहाँदेखि थापेको चाहिँ एउटा सिद्रा माछा मात्रै पर्यो। अब यहाँ थाप्छ अनि यहाँ पढ्ने पनि सिधै घर फेरि। र एकछिन चाहिँ मिसनले बोल्छी खेल्छु भन्थ्यो, अनि त्यही चाहिँ मैले मिसनले बोल्छी पनि खेल्न दिएँ। अनि पछि धेरै खासै पनि आज बोल्छीमा माछा लागिरहेको थिएन त के। सरी साथीहरू, आज चाहिँ हामीले भने जस्तो माछा मार्न सकेनौँ।